यसको बारेमा चाहिँ तपाईँले मेरो ओके नमस्ते सबैजनालाई अनि मेरो सेकेन्ड पडकास्ट चाहिँ मैले भर्खरै अपलोड गरेँ अनि कसैले सुनिरहेको होला अनि मेरो हिजोको पडकास्टलाई चाहिँ सुन्ने मान्छे निकै नै आएछ अनि मेरो दुईवटा पडकास्ट सुन्ने सबैजनालाई अनि मेरो हृदयबाट धन्यवाद भन्न चाहन्छु अनि आजको पडकास्टमा चाहिँ मैले के सोचेको थिएँ भने अब चाहिँ मैले मेरो सिकेको कुराहरू चाहिँ अलिकति सेयर गर्नु पर्ला भनेर अनि आजको पडकास्टको चाहिँ मेन चाहिँ टपिक चाहिँ यदि तपाईँलाई गायक सिङ्गर बन्नु मन छ भने कसरी सुरुवात गर्नुपर्छ भनेर त्यो जर्नीलाई चाहिँ अनि मलाई पनि थाहा थिएन मलाई चाहिँ सानैदेखि सिङ्गर हुनु मन भएको तर कसरी हुनुपर्छ लाइक हुन्छ नि आफै जस्तै टिचरहरू चाहिँ टिचर कोर्स गरेपछि अनि स्कुलमा काम पाएर चाहिँ टिचर हुन्छ भन्ने चाहिँ यस्तो हुन्थ्यो नि तर सिङ्गर चाहिँ कसरी हुन्छ होला होइन मलाई पनि त्यो क्वेसन अनि गीत त गाइरहेको गीत गाउँदैमा सिङ्गर हुन्छ होला सबैजनाले गीत गाउँछ सबैजना सिङ्गर हो कि होइन सबलाई सिङ्गर भने नि त हुन्छ आफैलाई इन्स्टाग्राम र फेसबुकमा सिङ्गर लेखेर सिङ्गर हो भन्नु मिल्छ कि मिल्दैन अनि अर्को कुरा चाहिँ के हुन्छ भने चाहिँ अब तपाईँ ब्यान्डमा छ भने चाहिँ तपाईँ ब्यान्डको मेन भोकलिस्ट हो भने चाहिँ तपाईँ सिङ्गर भन्नु सक्छ होला तर कस्तो भन्नु अब तर मैले अब यताउता गरेर सोफार कस्तो तपाईँ सिङ्गर भनेपछि एज अ प्रोफेसनल करियर मान्छेले तपाईँलाई हायर गरेर गीत गाउनु दिने अथवा तपाईँको गीत गाएको अनुसारले तपाईँलाई इन्कम जेनेरेट गर्छ भने तपाईँले आफैलाई प्रोफेसनल सिङ्गर भन्नु सक्छ जस्तो लाग्छ अनि अब यसको जर्नी चाहिँ तपाईँले कसरी तपाईँ यदि तपाईँलाई सिङ्गर हुनु मन लाग्छ भने तपाईँलाई के चाहिन्छ होइन कसरी गर्ने तपाईँलाई मेन तपाईँको राम्रो आवाज हुनुपर्छ त लाग्छ मेरो राम्रो आवाज नभए पनि आजकल धेरैजना सिङ्गर भइरहेको छ लाइक आजकल त यदि तपाईँसँग गीत राम्रो छ भने तपाईँ त्यो गीतलाई गाएर स्वरहरू यताउता मिलाएर तपाईँ सिङ्गर बन्न सक्छ त्यसको थ्रुमा पनि तपाईँलाई कमाइ हुन्छ अब मैले चाहिँ तपाईँलाई अहिले यो पडकास्टमा चाहिँ म तपाईँलाई के सिकाउन चाहन्छु भने तपाईँ जे गरेर पनि यदि तपाईँलाई सिङ्गर नै बन्नु मन छ अनि तपाईँलाई यो जर्नी चाहिँ कसरी स्टार्ट गरौँ कुन प्रकारको सिङ्गर बनौँ भन्ने त्यो चाहिँ म अलिकति मेरो नलेज र एक्सपिरियन्स अनि म चाहिँ अब म्युजिक प्रोडक्सनको स्कुल पनि गएको यता टोरन्टोमा सेनिका कलेजमा गएको इन्डिपेन्डेन्ट म्युजिक प्रोडक्सन अनि मेरो टिचरहरू चाहिँ अब यताको प्रोफेसनल जस्तै एकदम आर्टिस्ट ठुलोहरूसँग काम गरिसकेकोहरू नै हो प्रोफेसरहरू अनि मैले भोकल पनि सिक्नु चाहिँ म दुईवटा इन्स्टिट्युट गएको एउटा चाहिँ मैले प्राइभेट कोर्स लिएको थिएँ 3-4 महिनाको लागि अनि उहाँ चाहिँ एकदमै भयङ्कर ठुलो प्रोफेसनल सिङ्गर नै थियो जस्तै कुन चाहिँ अब भनौँ अब एकदम हलिउडको एक्टरहरूलाई पनि भोकल ट्रेनिङहरू सिकाइदिन्थ्यो अनि जेसिका अल्बालाई कुन चाहिँ मुभीमा उसले नै गीत गाउनुहरू सिकाएको मेरो टिचरले अनि अर्को एउटा क्लास चाहिँ मैले 1 सालको लागि गएको थिएँ त्यो चाहिँ के भन्नु बेसिक भोकल लेसनहरू हुन्छ नि अनि जस्तै तपाईँको लेभल 3 थियो अनि फर्स्ट सेकेन्ड थर्ड जस्तै इन्टरमिडिएट अनि बिगिनर्स लेभल भनेर त्यस्तो धेरै थियो अनि मैले फर्स्ट इयरको चाहिँ कम्प्लिट गरेर अनि सेकेन्ड र थर्ड इयर चाहिँ मैले गर्न सकिनँ महँगो हुन्छ कि यताको क्लासहरू चाहिँ मेरो घन्टा कति $45 जस्तो थियो अनि यताउता गरेर चाहिँ मैले काम गर्दै यताउता गरेर सिक्नु चाहिँ सिकेँ तर सिकेर पनि मलाई के लाग्यो भने आवाज चाहिँ अलिकति नेचुरल नै कसैको गिफ्टेड नै हुँदो रहेछ जस्तो लाग्यो अनि सिक्नु क्लास जान्थ्यो होइन क्लासमा राम्रै सिक्थ्यो जे भन्थ्यो अनि प्र्याक्टिस पनि त्यति धेरै गरेन मैले चाहिँ होइन अलिक ख्यालमा गर्दै सिक्दै तर के थाहा पायो भने चाहिँ त्यो क्लास जाँदाखेरि यस्तो जाँदाखेरि नलेज एकदम धेरै पायो अनि मैले गीत गाउँदाखेरि चाहिँ मैले कसरी गाएँ भने चाहिँ सजिलो हुन्छ प्र्याक्टिस गर्दाखेरि चाहिँ के गर्नुपर्छहरू भन्ने चाहिँ मैले सिकेँ होइन आज चाहिँ मैले तपाईँलाई भोकल लेसन चाहिँ सिकाउने होइन
तर त्यो पनि तपाईँले अब के एउटा सिङ्गर बन्नको लागि चाहिँ तपाईँको के हुनुपर्छ, एउटा आवाज राम्रो हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। आवाज राम्रो छ भने तपाईँ आफैले गीत लेख्नु पर्दैन। तपाईँलाई चाहिँ अब कभर कसैले गाएको गीतहरूलाई पनि आफ्नै आवाजमा गाएर पनि मन पराएर तपाईँले यताउता बोलाएर तपाईँले त्यसको माध्यमबाट पनि पैसा कमाउन सक्छ र त्यसको माध्यमबाट पनि तपाईँको आफ्नो जीविका चलाउन सक्छ जस्तो लाग्छ होइन। अब त्यो चाहिँ कसरी कभर सङ गाउने अनि जस्तै मुभीहरूतिर गीत गाउने त्यसको लागि चाहिँ मेन के चाहिन्छ भने तपाईँको आवाज एकदम राम्रो चाहिन्छ होइन। जस्तै प्लेब्याक सिङ्गरहरू चाहिँ को अटो ट्युन भएको गीत त्यस्तो आवाजले त त्यस्तो खास त चल्दैन कि भयो तपाईँको आवाज एकदमै युनिक नै हुनुपर्छ होइन। जस्तै अब कुन चाहिँ भनौँ अब जस्तै हिन्दी फिल्महरूको अब हिमेशको आवाज एकदम युनिक छ, मिका सिंहको आवाज युनिक छ, आवाज राम्रो नै छ। अनि तर आजकल अटो ट्युन चाहिँ सबै सिङ्गरको आवाजमा अटो ट्युन हुन्छ, तर अलिक युनिक हुँदाखेरि चाहिँ अनि यताउता मिलाएर पनि त्यो गीतहरू गाइदिनेहरू हुन्छ नि, त्यस्तो हुन्छ। यदि तपाईँको आवाज युनिक छ भने अनि तपाईँ सिङ्गर बन्न सक्छ। अब तपाईँ सिङ्गर भन्नको लागि चाहिँ फर्स्ट के हुनुपर्छ भने तपाईँकोमा गीत हुनुपर्छ। यदि तपाईँ आफै म जस्तै सुरु गर्ने हो भने चाहिँ मलाई चाहिँ कसैले पनि अफर दिएको होइन। मलाई चाहिँ म आफ्नै प्यासन भएर म आफै गर्छु, म यो गीत म सिङ्गर हुन्छु भनेर अनि मैले चाहिँ के गरेँ भने मैले आफैले यताउता गरेर फर्स्ट मैले के गरेँ, म चाहिँ मेरो आफ्नै गीत निकाल्नु अगाडि चाहिँ म चाहिँ 1-2जनाको मान्छेको म्युजिक भिडियोमा चाहिँ मैले एक्टिङहरू गरेको थिएँ, नाच्नेहरू गरेर अनि भिडियोमा अलिअलि आएको थियो है अरूको म्युजिक भिडियोमा। तर मैले सुरु चाहिँ कसरी गरेँ, मैले चाहिँ यता तिब्बतको एउटा गीतलाई चाहिँ लोकार भन्ने गीतलाई चाहिँ मैले कभर गरेको थियो। अनि कभर गर्ने बित्तिकै त्यो गीत त भाइरल भइहाल्यो। त्यो गीतको चाहिँ कस्तो भयो भने एक दिनमा चाहिँ अब 1,000 भ्यू, 50 दिनमा त 50,000 भ्यू आइसकेको थियो। अनि त्यो गीत चाहिँ चलेको थिएन यतातिर है, इन्डिया नेपाल यतातिर चलेको थिएन, भर्खर थाहा पाएको गीत। अनि मैले त्यो गीतलाई चाहिँ छिटो कभर गरेर म्युजिक भिडियो निकालिहालेँ। तर यताउता गरेर त्यो म्युजिक भिडियो चाहिँ मैले युट्युबबाट निकाल्नु परेको थियो, म निकालेँ है। तर गीत त अहिले चलिरहेछ। अनि मैले बनाएको ट्र्याकहरू पनि क्यारोकी ट्र्याकहरू चाहिँ त्यो मान्छेहरूले अहिले पनि त्यही युज गरिरहेछ। अनि त्यो गीत चाहिँ मैले पपुलर बनाइदिएँ होइन, अलिकति म यताउता चलाइदिएँ। अनि त्यसपछि मान्छेहरूले सबैले अनि त्यो तिब्बतमा भएको पनि थाहा पायो होइन। अनि त्यसको थ्रुमा चाहिँ मेरोमा चाहिँ अलिकति एक्सपोजरहरू पायो, मान्छेहरूले मेरो बारेमा अलिअलि थाहा पायो होइन मैले गीत गाउँछ भनेर। अनि त्यो पछि मैले के गरेँ मैले सोचेँ अब म नेपालमा गएर चाहिँ म एउटा एल्बमै निकालिदिन्छु भने। नेपालमा किन जान्छ गीत बनाउनु गएको भने नेपालमा चाहिँ हाम्रो तिब्बतन गीत चाहिँ हाम्रो रबिन दर्शनधारी उहाँ चाहिँ म्युजिक के भनौँ अब मलाई इन्जिनियर प्लस कम्पोजर अनि प्लस के भनौँ अब तपाईँलाई एउटा गीतमा चाहिने एरेन्जमेन्टदेखि लिएर इन्स्ट्रुमेन्ट लिएर सिङ्गरको आवाजहरू मिलाउनेदेखि लिएर प्रोडक्सन त्यो माथि अनि मास्टर सिडी बनाउनेदेखि लिएर सबै उहाँले गर्नुहुन्छ। अनि उहाँले अब लगभग तिब्बतन म्युजिक इन्डस्ट्रीमा चाहिँ लगभग 20-30 साल उहाँले नै धेरै गीतहरू सबै बनाएको। अब नेपालमा चाहिँ अब आर्टिस्टहरू चाहिँ एकदम धेरै छ। अनि त्यही माथि चाहिँ अब सबै एकदम ट्यालेन्टेड नै छ होइन। अनि म चाहिँ नेपालमा जान्छु अनि उहाँबाट चाहिँ मेरो एउटा फर्स्ट एल्बम चाहिँ बनाइदिन्छु भनेको। अनि मैले चाहिँ के गरेँ, फर्स्ट एल्बममा को लागि चाहिँ मैले लिरिक्स चाहिँ म आफ्नै कतिवटा लिरिक्स चाहिँ म आफै लेखेँ। अनि कतिवटा गीत चाहिँ मेरो बुवासँग लिरिक्स लेखेर मैले तिब्बतन एल्बम निकालेको थियो। अनि लिरिक्स चाहिँ मैले पनि लेखेँ उहाँले सँगै गरेर यताउता गरेर सबै मेरो कम्पोजमै मैले बनाएको थिएँ। किनकि मलाई त कम्पोजको चाहिँ गर्न सक्थ्यो मैले है। कम्पोज गर्नु भनेको चाहिँ के हो भने चाहिँ अब तपाईँले लिरिक्स लेखेर अनि लिरिक्सको अनुसार त्यसमा धुन पनि बनाइदिने। अनि त्यो धुन र अनि त्यो लिरिक्स लगेर चाहिँ तपाईँ स्टुडियोमा जानुपर्छ। अनि स्टुडियोमा गएर उहाँलाई सुनाएर उहाँले त्यो अनुसारको एउटा म्युजिक बनाइदिन्छ। म्युजिक बनाएर अनि इन्स्ट्रुमेन्टहरू हालेर अनि यसो यताउता गरेर तपाईँको एउटा गीत निकालिदिन्छ। अब भयो तपाईँको यदि तपाईँको एउटा गीत छ भने
अनि त्यो गीतलाई रिलिज गर्यो। रिलिज गर्दाखेरि तपाईँको म्युजिक भिडियो हुनुपर्छ। म्युजिक भिडियो मात्र नभए म्युजिक भिडियो भयो भने चाहिँ आजकल चाहिँ अब म्युजिक भिडियो एकदमै इम्पोर्टेन्ट हो। जता भयो भने युट्युबको जमाना छ अनि मान्छेहरू सबैले युट्युबमा हेरिहाल्छ होइन। म्युजिक भिडियो बनाउँदा फेरि खर्चहरू त भइहाल्छ यताउता। अब यस्तो हरेक एउटा गीतको खर्च हुन्छ, एउटा म्युजिक भिडियोको खर्च हुन्छ। तर अब तपाईँले तपाईँको के भयो भने तपाईँको एउटा गीत भयो, एउटा म्युजिक भिडियो भयो होइन। अनि तपाईँ त्यो दुइटा हुने बित्तिकै तपाईँ सिङ्गर हुन्छ। मलाई त्यो दुइटा भएर पनि तपाईँको सिङ्गर चाहिँ हुँदैन जस्तो लाग्छ। तपाईँको त्यो गीत चल्नु पऱ्यो, मान्छेले थाहा पाउनु पऱ्यो त्यो तपाईँको गीतमा मान्छेले एउटा के भनौँ भावना जस्तै एउटा फिल एक्सप्रेसन भयो, त्यो मान्छे इमोसनहरू फिल गर्नु पऱ्यो नि त। अनि तपाईँको गीत फेरि सुन्नु पऱ्यो, एक्सक्युज मी। अनि त्यो भयो भने चाहिँ तपाईँ चल्न थाल्छ क्या मान्छेले। यो गीत चाहिँ कसको रहेछ, म सुन्छु भन्ने एउटा हुन्छ नि एउटा भावना। त्यो तपाईँले एकजना अडियन्समा ल्यायो भने चाहिँ अनि तपाईँलाई फेरि यताउता बोलाइदिने अनि यताउता गरेर अनि तपाईँले चाहिँ एउटा प्रोफेसनल सिङ्गर हुन्छ जस्तै लाग्छ मलाई। अनि मैले अघि चाहिँ एउटा नोट पनि लेखेको थिएँ। आज म यो भन्ने हो भने चाहिँ म के भनौँ भनेर क्या। अब तपाईँ चाहिँ म जस्तै त नभनौँ, तपाईँको राम्रो आवाज छ भने चाहिँ तर तपाईँलाई गीत लेख्नु आउँदैन भने तपाईँ सिङ्गर नहुने त होइन। तपाईँले चाहिँ के गर्नुपर्छ भने तपाईँले चाहिँ एउटा कम्पोजर, जसले तपाईँको लिरिक्स लेख्ने एकजना लिरिसिस्टलाई चाहिँ खोज्नुपर्छ। लिरिसिस्टलाई खोजेर अनि तपाईँले मलाई मेरो लागि एउटा लिरिक्स लेखिदिनु न भनेर भनिदिनुपर्छ। लिरिक्स लेख्नेले चाहिँ लिरिक्स लेखिदिइहाल्छ। अनि कुनै लिरिक्स लेख्नेहरूले चाहिँ के हुन्छ, उनीहरूले धुन पनि आफैले बनाइदिन्छ है। तर कुनैले चाहिँ शब्द एकदम राम्रो तर धुन बनाउनु नआउने पनि हुन्छ। त्यस्तो हुँदाखेरि तपाईँले चाहिँ फेरि अर्को कम्पोजरहरू खोज्नु जानुपर्छ। जस्तै अब नेपालमा धेरै छ हाम्रो सुगम पोखरेल, मलाई सुगम पोखरेलले राम्रै कम्पोज गर्छ। जस्तै नरेन लिम्बू भयो, धेरै आर्टिस्टहरू छ। हाम्रो त्यो साइली बनाउने गीत हेम राणाले गाएको होइन। तर कम्पोजर चाहिँ हाम्रो त्यो नेपाल आइडलको आर्टिस्ट सिङ्गरको नामै भुल्यो, उहाँले चाहिँ अब धुन बनाइदिएको हो। अनि त्यस्तै गरेर तपाईँको राम्रो आवाज छ भने तपाईँले लिरिक्स लेख्ने र अनि कम्पोजरलाई खोजेर एउटा तपाईँको त्यो गीत लिरिक्सको एउटा गीत धुन बनाएर अनि तपाईँ स्टुडियोमा जानुपर्छ। अनि स्टुडियोमा गएर स्टुडियो इन्जिनियर भयो जो स्टुडियोमा छ उहाँलाई चाहिँ मेरो यो गीतमा चाहिँ एउटा म्युजिक बनाइदेऊ न भन्नुपर्छ। अनि म्युजिक बनाएर तपाईँ त्यो म्युजिकको माथि तपाईँले एउटा गीत गाएर अनि त्यो गीतलाई चाहिँ फेरि डाइरेक्ट हुने, त्यो गीतलाई त्यो स्टुडियोको अब इन्जिनियरले यदि मिक्स गर्नु सक्दो रहेछ भने चाहिँ उहाँले सबै गरिदिन्छ। मिक्स गर्नु भन्नु चाहिँ के हो, एउटा म्युजिकमा तपाईँको आवाज हाल्नु अनि आवाज निस्किँदाखेरि चाहिँ म्युजिक मात्र ठुलो होइन, तपाईँको आवाज पनि मजाले सबै चिजलाई मिलेर होइन, एरेन्जमेन्टहरू जहाँ इन्स्ट्रुमेन्टहरू ठुलो आउनुपर्छ, जहाँ गीतको आवाज ठुलो आउनुपर्छ, जहाँ सबै कुराहरू ठुलो सुन्नुपर्छ, हुन्छ नि धेरै चिजहरू हुन्छ मिक्सिङमा चाहिँ। त्यो मिक्स गरेर अनि फेरि त्यो इन्जिनियरले फेरि त्यसलाई मास्टर गर्नु भनेको चाहिँ के हो, आजकल पहिला मास्टर गर्नु भनेको चाहिँ के हो भने तपाईँको सिडीमा तपाईँको लगभग 10वटा गीत छ होइन। 10वटा गीतमध्ये एउटा सबै गीतको चाहिँ आवाज लेभल भन्छ, आवाजलाई चाहिँ लेभल चाहिँ सबै एउटै होस्। तपाईँले सुन्दाखेरि यो आवाज चाहिँ कस्तो सानो आएको, यो आवाज एकदम ठुलो आयो भन्दाखेरि चाहिँ मिठो लाग्दैन नि त। सबै एउटै फ्लोमा होस् भन्दाखेरि त्यो गर्नुलाई चाहिँ मास्टरिङ भन्छ। अनि त्यो माथि सिडीमा प्रिन्ट गर्नुको लागि चाहिँ अब त्यो मास्टरहरू भन्दो रहेछ। अहिलेको जमानामा चाहिँ अब हाम्रो सिडीको जमाना त सक्यो, अहिले चाहिँ के हो भने चाहिँ मास्टरिङ भनेको चाहिँ अहिलेको स्ट्रिमिङ प्लेटफर्ममा चाहिँ जस्तै तपाईँले युट्युबदेखि लिएर स्पोटिफाई, एप्पल म्युजिकमा चाहिँ एकदम ठुलो आवाज पनि होइन, एकदम सानो आवाजमा पनि होइन, सबै मिलेर हाल्ने हुन्छ नि एउटा लेभल, कति डिबी हुनुपर्छ भने त्यो मिलाएर हाल्नु चाहिँ। अनि त्यसमा चाहिँ फ्रिक्वेन्सी कुन चाहिँ ज्यादा, फ्रिक्वेन्सी कुन चाहिँ कम गर्नु। हाई फ्रिक्वेन्सी सुन्दाखेरि चाहिँ के हुन्छ भने तपाईँको कान दुख्नेहरू हुन्छ नि। हाई फ्रिक्वेन्सी भन्दा आवाज फ्रिक्वेन्सी चाहिँ के हो भने हाम्रो आवाज चाहिँ
को वेभ फर्मलाई चाहिँ फ्रिक्वेन्सी भन्छ। जस्तै मैले बोल्दाखेरि तपाईँले सुन्दाखेरि चाहिँ त्यो मेरो एनालग वेभ फर्म चाहिँ डिजिटली माइकमा ट्रान्सफर भएर जान्छ नि, अनि त्यो चाहिँ सब वेभमा जान्छ होइन। त्यसमा चाहिँ के हुन्छ, कुनै हाई फ्रिक्वेन्सी मेरो कुनै बोली जस्तै एस भन्दाखेरि एस भन्दाखेरि तिनीहरूको साउन्ड चाहिँ एकदम ठुलो आउँछ नि त, अनि त्यो चाहिँ हाई फ्रिक्वेन्सी। अनि मैले भनेर बोल्दाखेरि चाहिँ त्यो चाहिँ लो फ्रिक्वेन्सी होइन। तिनीहरूको मिलाउने जस्तो तपाईँको कानमा सुन्दाखेरि चाहिँ एकदम मजाले सुन्नुहोस् होइन, यस्तो कान दुख्नेहरू त्यस्तो नहुने, त्यस्तो मजाले मिलाएर गर्ने चाहिँ त्यो इन्जिनियरको काम हो। अनि हो त्यस्तो त्यस्तो मिलाइसकेर चाहिँ अनि तपाईँको के भनौँ अब एकछिन है, मेरो यता लाइट चाहिँ सानो भयो, आज यो चार्ज गर्नु चाहिँ बिर्सिएछ। ओके, ब्याक टु है हाम्रो स्टुडियो। अनि त्यो मिलाएर अनि इन्जिनियरले बनाएर दिन्छ, अनि दिएपछि तपाईँको गीत त भयो। अनि तपाईँले त्यो गीतलाई चल्नको लागि चाहिँ के गर्नुपर्छ, एउटा म्युजिक भिडियो बनायो। म्युजिक भिडियोमा चाहिँ तपाईँ के गर्नु, तपाईँ आफै एक्टिङ गरे पनि हुन्छ। तपाईँले यदि एक्टिङ गर्नु सक्छ भने एक्टिङ गर्नुहोस्। यदि तपाईँको लुक्स राम्रो छ होइन, तपाईँको कन्फिडेन्ट पनि छ, लुक्स पनि राम्रो छ भने चाहिँ तपाईँ आफै निस्किनुपर्छ। आफै निस्किएर आफ्नै एक्टिङहरू गरिदियो अनि गीतहरू गाइदियो मजाले। अनि त्यो म्युजिक भिडियो चाहिँ यतिकै नबनाएर एउटा आइडिया अनि कथाहरू एउटा स्टोरी भएको अझै म्युजिक भिडियोको लागि चाहिँ डाइरेक्टरहरू हायर गरेर प्रोफेसनली नै बनाउनुपर्छ। एक दुईवटा गीत मजाले चल्यो भने चाहिँ तपाईँको पछिको गीतहरू बनाउँदाखेरि त्यस्तो खास एकदम इन्भेस्टमेन्ट नगरे पनि मान्छेहरूले सुनिरहेको छ जस्तो लाग्छ। अब त्यो सबै भएर तपाईँको गीत चल्न थाल्यो, मान्छेले मन पराउन थाल्यो भने चाहिँ अनि तपाईँलाई यताउता कन्सर्टहरूमा बोलायो। आजकल नेपालको आर्टिस्टहरू सबै इन्डिया, नेपाल, युएस, क्यानाडा, अस्ट्रेलिया, युरोपतिर घुमिरहेको हुन्छ। अनि त्यस्तो तपाईँको करियरहरू बन्न थाल्यो भने चाहिँ तपाईँ आफैलाई एउटा प्रोफेसनल सिङ्गर भनेर भने पनि हुन्छ जस्तो लाग्छ। अनि मैले चाहिँ अब कहिले भन्नु थाल्यो भने चाहिँ मलाई चाहिँ अब यता लगभग क्यानाडा र युएसको सबै ठाउँ, अब धेरै ठाउँ सबैमा मलाई बोलाएर म एक्लैले 10-20वटा गीत गाएर न्यु इयर अनि क्रिसमस लोसार अनि एनी फङ्सनहरू हुन्छ नि त्यस्तोमा मलाई बोलाउनु थाल्छ चाहिँ मैले अब चाहिँ म प्रोफेसनली सिङ्गर हुन थालेछ जस्तो अलिअलि फिल भयो। अनि मैले त्यो पछि के गरेँ, मैले स्कुलमा गएर 1 साल कोर्स पनि गरेँ होइन, कोर्स पनि सकाएँ, कलेज पनि गएँ म्युजिकको। त्यो माथि प्रोफेसनली यो भोकल लेसन्सहरू लिएँ, मैले प्रोफेसनली गिटारहरू सिक्न थालेँ, इन्जिनियरिङ गर्न। अनि मैले बिस्तारै म आफै गीतहरू सबै म आफै म्युजिकदेखि लिएर सबै इन्जिनियर जस्तै म आफै बनाउन थाल्दाखेरि म आफै चाहिँ एज अ प्रोफेसनल म्युजिकको भनौँ अब सिङ्गर प्रड्युसर कम्पोजरहरू भन्न थालेँ। अनि अर्को मैले चाहिँ तपाईँलाई के एउटा, यदि तपाईँहरूलाई अब मेरो आजको कुराहरूमा चाहिँ यदि क्वेसनहरू छ भने चाहिँ तपाईँ कमेन्टमा लेखिहाल्नु। सकेसम्म चाहिँ मैले तपाईँलाई यदि तपाईँले एउटा बाटो एउटा देखाउन सकिन्छ म एकदमै खुसी नै हुन्छु होइन। अनि अहिले मैले बोल्दाखेरि चाहिँ मैले सबै कुरा चाहिँ ननिस्किन थाल्छ, त्यसै कारण चाहिँ मैले नोट लेख्नु त लेखेको छु अनि नोटमा, तर मैले सबै भने कि भनेन भन्ने चिजहरू हुन्छ नि। अनि एउटा कुरा चाहिँ तपाईँ के हो भने आजकल चाहिँ तपाईँ सिङ्गर बन्नु मन लाग्छ भने तपाईँले एउटा चाहिँ कभर गरेर पनि सिङ्गर बन्न सक्छ। आजकल एकदम कभर गरेर आर्टिस्टहरू पनि धेरै चल्छ नि त। तपाईँको सुरुमा तपाईँको गीत छैन भने, तपाईँको आवाज राम्रो छ, लुक्सहरू राम्रो छ भने चाहिँ तपाईँले हिन्दी गीत, नेपाली गीतहरू चाहिँ आफै कभरहरू गायो, उनीहरूको अरू आर्टिस्टको गीतहरू गायो। अनि त्यो गाएर चाहिँ तपाईँ फर्स्टमा पपुलर हुनु, अनि त्यो भइसकेपछि तपाईँ आफ्नो गीत पनि निकाल्न थाल्नु होइन। आफ्नो गीत निकाल्न थाल्दाखेरि चाहिँ के हुन्छ भने तपाईँको यदि तपाईँले युट्युबमा हाल्नुभयो अरे, स्पोटिफाई अनि एप्पल म्युजिकहरूमा हाल्नुभयो भने तपाईँको गीतको थ्रु तपाईँको कमाइ जति हुन्छ सबै तपाईँको हुन्छ। आर्टिस्ट अब यो एकदम डिप टपिक हो, तर तपाईँलाई इन्ट्रेस्ट छ भने म भन्छु है। अनि जस्तै सिङ्गरहरूले चाहिँ सिङ्गरहरू भन्दा चाहिँ हाम्रो यता हलिउड भयो, अनि यता वेस्टहरूमा चाहिँ जस्तै बलिउड भयो, सिङ्गरभन्दा पैसा धेरै त कम्पोजरले कमाउँछ नि त। गीतको
के भनौँ त्यो अनरसिप हुन्छ नि राइट्सहरू चाहिँ सबै कम्पोजरको हुन्छ सिङ्गरले त खास गाएको मात्र हो त गीत त कसको कम्पोजरको हो तपाईँले कभर सङ गाउँदाखेरि चाहिँ छ नि तपाईँलाई पैसा सैसा त्यति केही पाउँदैन खालि तपाईँको पपुल्यारिटी हुन्छ तपाईँले एज अ आर्टिस्ट एउटा एज अ सिङ्गर मात्रले पैसा कमाउने हो भने चाहिँ छ नि तपाईँ कन्सर्टको थ्रुबाट मात्र कमाउन सकिन्छ तपाईँ यदि तपाईँ कम्पोजर पनि हो जस्तै ब्रुनो मार्सले चाहिँ कम्पोजर पनि हो सिङ्गर पनि हो भनेपछि उसले गाएको गीतहरू सबैकोबाट पैसा मेन पैसा चाहिँ उसले नै कमाइदिन्छ जस्तै ब्रुनो मार्सले बनाएको गीत एडेलले पनि गाएको छ ब्रुनो मार्सले बनाएको गीत धेरै सिङ्गरहरूले गाएको छ अनि उनीहरूले चाहिँ के गर्नुपर्छ गीतको कपिराइट चाहिँ होइन कहिले दिनु पनि मिल्छ कहिले सिङ्गरको क्रेडिटहरू सेयर पनि गर्नु मिल्छ तर धेरै जस्तै 90% अलमोस्ट 100% चाहिँ कम्पोजरहरूले नै राख्छ किनकि उनीहरूले धेरै पैसा कमाउँछ नि तपाईँहरूलाई थाहा त छैन होला तर सिङ्गरहरूभन्दा धेरै पैसा चाहिँ कम्पोजरले कमाउँछ होइन तपाईँ गुगल मेरो कुरामा विश्वास भएन भने चाहिँ तपाईँ गुगलमा चेक गर्नु होइन अनि मोस्ट के भनौँ अब टप 10 कम्पोजरहरूको इन्कम स्ट्रिमहरू हेर्नु होइन उनीहरूले लगभग अलमोस्ट $1 बिलियन कमाएको हुन्छ जस्तै हाम्रो क्रिसमसको ट्युनहरू भयो त्यो तिनीहरू भयो अर्को कुन चाहिँ गीतहरू अब जस्टिन बिबरको बेबीहरू भन्ने तिनीहरू गीत अनि केटी पेरीको गीतहरू लेख्ने चाहिँ छ नि सिङ्गरभन्दा कम्पोजरहरूले पैसा धेरै कमाएको हुन्छ उनीहरूको नेटवर्थ हेर्नु कति रहेछ भनेर जस्टिन बिबरको भन्दा ट्वाइस धेरै हुन्छ उनीहरूको होइन अनि तर उनीहरू चाहिँ पपुलर हुँदैन किनकि उनीहरूको काम चाहिँ बिहाइन्ड द सिन गीत लेख्ने मात्र अगाडि चाहिँ उनीहरू जस्टिन बिबरको अनुहार मात्र हो अब चाहिँ ऱ्याप इन्डस्ट्रीमा पनि त्यस्तै हो ऱ्यापरहरूको बिच झगडाहरू हुन्छ नि जस्तै ड्रेक र विकेन्डको बिचमा झगडाहरू किन हुन्छ भने यो गीत मैले लेखेको भन्ने चाहिँ त्यसमा के हो लेखेर दिनु त केही छैन नि त तर पछाडि यदि त्यो गीत चल्न थाल्यो भने चाहिँ त्यो गीतले पैसा चाहिँ एकदम कमाइदिन्छ नि जस्तै युट्युबदेखि लिएर सबै म्युजिक स्ट्रिमिङ प्लेटफर्मबाट पैसा आउने मेन जाने चाहिँ त्यो कम्पोजरलाई जान्छ टेलर स्विफ्टको पनि रिसेन्टली कतिवटा कोर्टमा केसहरू हुनु कारण त्यही हो त्यो ओनरसिप राइट चाहिँ छ नि कम्पोजरले दिँदैन होइन अनि नदिएपछि अनि मैले फेरि त्यो गीत फेरि अर्कोमा रेकर्ड गर्नु पनि नदिने अरूलाई बेच्नु पनि नदिने त्यस्तो धेरै हुन्छ खास म तपाईँलाई के भन्छु भने सिङ्गरभन्दा धेरै तपाईँ यदि कम्पोजर बन्न सक्यो भने त्यसमा पैसा धेरै छ यदि तपाईँले कम्पोज पनि गर्न सक्यो अनि गीत पनि गाउन सक्यो भने त अनि तपाईँ एकदम के भनौँ मालामाल हुनेछ अरे क्या तर हाम्रो नेपाली इन्डस्ट्री हाम्रो टिबेटन इन्डस्ट्रीमा चाहिँ यस्तो खास हामीले पैसा कमाउने यस्तो धनी एकदम हुने त्यस्तो त मलाई नहुने त होइन होला पक्कै नै हुन्छ होला बिस्तारै बिस्तारै हाम्रो सबै इन्टरनेसनल हुँदै जान्छ युनिभर्सल हुँदै जान्छ त्यस्तो हुँदाखेरि चाहिँ सबैले पैसा राम्रै कमाउन सकिन्छ जस्तो लाग्छ तर अहिलेको हिसाबमा हेर्दाखेरि चाहिँ हाम्रो आर्टिस्टदेखि लिएर अब एनी आर्टिस्ट हाम्रो मुभीमा खेल्नेदेखि लिएर सिङ्गरदेखि लिएर त्यसमा चाहिँ त्यति खास हाम्रो अहिले हाम्रो अडियन्सहरूको त्यति ठुलो नभएर पनि हो अनि त्यति खास कमाइ त हुँदैन तर कोसिस गर्दै नै गर्नु यदि आर्टलाई मनपर्ने हो भने चाहिँ कहिले भोकै चाहिँ हुँदैन भन्छ नि त्यही हो अनि तपाईँलाई थाहा भयो होला एउटा तपाईँ सिङ्गर भन्नु चाहिँ कसरी हुनु लाइक बाटो चाहिँ कस्तो रहेछ भनेर यदि आज तपाईँलाई थाहा भयो भने चाहिँ मलाई लाइक सेयर र सब्सक्राइब गरिदिनुहोस् अनि योसँग मैले अझै केही तपाईँसँग प्रश्नहरू छ भने चाहिँ तल कमेन्टहरू गरिदिनुहोस् अनि मैले अहिले प्रोजेक्टहरू मैले 1-2वटा गरिरहेको छु मैले 3-4वटा गीत मैले म्युजिकहरू बनाइरहेको छु अनि मैले चाहिँ के गर्छु भने म आफै म्युजिकहरू बनाउँछु अब आफै मिक्स गर्छु आफै प्रड्युस गर्छु त्यसै कारण चाहिँ अलिकति टाइम लाग्छ अनि मैले लास्ट 1-2 साल भयो म्युजिक भिडियोहरू पनि ननिकालेको तर मेरो गीत एउटा किपिङ इमो भन्ने चाहिँ अब म्युजिक भिडियो ननिकालेर पनि अब गीत नै पपुलरहरू भयो इन्स्टाग्रामहरूतिर चाहिँ मान्छेहरूले गीतहरू सेयर गर्न थाल्यो तर मैले म्युजिक भिडियो त निकालेको छैन म्युजिक भिडियो लाइक म म निकाल्दाखेरि चाहिँ अलिकति राम्रो प्रोफेसनली अनि अलिक स्टोरी भएको निकाल्छु भनेर सोचेको थियो त्यसमा फेरि पैसाहरू धेरै लगानीहरू हुन्छ होइन त्यसै कारण चाहिँ अर्केको भयो अनि गीतहरू कम्पोज गर्दाखेरि चाहिँ तपाईँलाई यदि तपाईँले लाइक आइडियाहरू दिनु पर्दाखेरि कस्तो भने तपाईँ एउटा म्युजिकलाई चाहिँ मैले चाहिँ के गर्छु भने
जस्तै एउटा मैले अहिले गिटारहरू बजाइरहेको छु, गिटार बजाउँदाखेरि एउटा मैले सी कोड चाहिँ यस्तो ढुङ्ग थाहा कि मनमा एउटा आवाज चाहिँ कस्तो आउँछ जस्तै त्यसमा आफै गुनगुनाउँछु मैले जस्तै एउटा यस्तो एउटा कोड एउटा म्युजिक आउँदाखेरि त्यसमा आफै गुनगुनाउँदै अनि शब्दहरू राख्दै होइन भोलि फेरि हामी भेट हुने हो कि होइन थाहा छैन भनेर अब त्यस्तै अब शब्दहरू खेलाउँदै अनि त्यो म्युजिकसँग मिल्ने शब्दहरू हाल्दै त्यसरी कम्पोज गर्छु। अनि मैले चाहिँ के गर्छु, म त पहिल्यै म्युजिक अलरेडी माइन्डमा चाहिँ त्यस्तो गुनगुनाउँदै सबै एउटा रेकर्ड गरेर अनि एउटा गीत कम्प्लिट गर्छु अनि शब्द चाहिँ म पछि लेख्छु। तर मैले सुनेकोमा चाहिँ के सजिलो हुन्छ भने तपाईँले फर्स्टमै तपाईँले लिरिक्स कम्प्लिट लेखेको छ भने अनि त्यो अनुसारले म्युजिक बनायो भने चाहिँ एकदम छिटो हुन्छ। मैले त्यस्तो पनि गरिसकेको छु। अनि आजको लागि चाहिँ यति नै भनौँ। यदि तपाईँलाई मेरो आज कसरी सिङ्गर बन्नुपर्छ, कसरी सिङ्गर हुने हो, कसरी म्युजिक कम्पोजर हुने हो, कसरी म्युजिक इन्डस्ट्रीमा तपाईँ कसरी गीतहरू बनिन्छ यसको बारेमा चाहिँ तपाईँले मैले भनेको आज अलिकति केही बुझ्यो भने अनि लाइक सब्सक्राइब गरिदिनु अनि मेरो च्यानललाई चाहिँ अलिकति बढाउनेमा मलाई साथी गरिदिनु। अनि तपाईँलाई क्वेसनहरू छ, प्रश्नहरू छ भने चाहिँ मलाई कमेन्ट गरिदिनु। अनि कमेन्टमा नभएर पनि मलाई यदि पर्सनल्ली सोध्नु मन छ, मसँग कोल्याब गर्नु मन छ भने चाहिँ मलाई इन्स्टाग्राममा डिएम गर्दा पनि हुन्छ, म तपाईँलाई रिप्लाई गर्छु। अनि आजको लागि चाहिँ यति नै, धन्यवाद। सबैजना मजाले बस्नुहोस्। जय नेपाल, टेक केयर, टेस्ट डे, बाई।